म चाहिँ तपस्यामा बस्नेले समय छ, तपाईहरु धेरै समय छैन, नभएर मूल कुरा चाहिँ नबिर्सिने, मूल कुरा चाहिँ कति समय नभए पनि मूल कुराहरु हुन्छ धर्ममा। मूल कुरा, धर्मको मूल कुरा चाहिँ तपाईहरुले मनमा राखेर अलि गर्नुभयो भने अनि फल चाहिँ ठुलो पाउने। धर्म भनेको चाहिँ धेरै गर्नुले फल ठुलो पाउने मात्र होइन, मूल कुरा चाहिँ बुझेर अनि धर्म गर्नेमा सत्य धर्म, शुद्ध धर्म, मूल कुरा बुझेर गर्नुभयो भने फल चाहिँ धेरै ठुलो पाउँछ। अनि मूल कुरा चाहिँ पहिला के हो भने हाम्रो मनको सोच हो, मनको विचार। किनभने हामी अब सबैमा आफ्नो मन छ हैन, मनको सोच हुन्छ, मनको अनुभव हुन्छ, मनको दृष्टि हुन्छ हैन। अनि राम्रो दृष्टि, नराम्रो दृष्टि, राम्रो मन, नराम्रो मन हैन, सोचहरु हुन सक्छ। सबभन्दा ठुलोको सोच चाहिँ के छ भने पहिला कुरा चाहिँ सानो कुरा भनेको करुणा। सानो कुरा, हामी ठुलो करुणा भने होइन, महाकरुणा बोले छैन, सानो करुणा। सानो करुणा चाहिँ के कसो छ भने कुकुर एउटा देख्यो भने, अस्ति म स्वयम्भूको पूजा, स्वयम्भू यसो गर्छ नि तल गायोमा बाटोमा कुकुर एउटा देख्यो। म उदाहरण भन्छु ल। कुकुर चाहिँ अलि पेट चाहिँ यस्तो हैन, खाना नपुगेको हैन, अनि एकदम यस्तो छ। अनि म ठाउँमा गए त उसले यस्तो हेरेर पुछेर पनि यस्तो गर्दैछ। अनि हामीले के भन्छ, कुकुरले पूजा यस्तो गरे भने खुसी भएको भन्छ हामीले। अनि म बिचारा भनेको हो। अनि म चाहिँ कुकुर भए भने यो कुकुर, म चाहिँ यो कुकुर हो भने भोक लागेर योले के दिन्छ भनेर पूजा यस्तो गर्यो हैन, यो मान्छेले के पनि दिएन भने विचार आएसँगपछि यो ठाउँमा यो मासु बेच्ने मान्छे हुन्छ नि, यो भित्र गएर 50 रुपैयाँको मासु अलिअलि देऊ न, फाल्नेको मासु छ भने देऊ न, यो कुकुरले दिन्छु भने उसले यस्तो हेर्यो, अलि दियो, दिएर कुकुरले दियो। मैले उदाहरण के हो भने करुणा हामीले भन्छ धेरै, प्राणी सबैको दुःख भन्छ, प्राणी सबै दुःख बुङबाट भन्छ। मनमा कस्तो चाहिन्छ भने प्राणी आउँदैन, प्राणी सबैको मनमा आउँदैन, मुखबाट मात्रै आउँछ। प्राणी सबै दुःख र दुःखको कारण भन्छ, मनमा चाहिँ आत्मग्रह म भने मात्रै सोच। यो भएर हाम्रोको मुखबाट धर्म बोल्ने, मनमा धर्म हुँदैन। यो नभएर अनि उदाहरण भन्नुपर्छ। उदाहरण पनि तपाईले पनि विचार गर्नुपर्छ। ओ म यस्तो हो भने कस्तो हुन्छ होला, म डाट्छु, गाली गर्छु, गाली गरे भने डाट्ने मान्छे चाहिँ अहिले म पुग्यो, उ चाहिँ डाट्ने खायो हैन, म डाट्ने खाने चाहिँ मान्छे हो भने कस्तो हुन्छ भने विचार गर्नु न। अनि मनमा अलिकति विचार चाहिँ अर्कै दृष्टि देख्छ। मेरोको दृष्टि मात्र होइन, उसकोबाट दृष्टि देख्छ। ऊबाट दृष्टि देख्यो, मेरो आफ्नोको दृष्टि देख्यो भने अनि करुणा चाहिँ बढ्छ। हो कि होइन भन्दा हो। हामी के गर्छ, हामीले के भन्छ, घरभित्र बस्छ म करुणा भन्छ, यसो हुँदैन। तला जाने, माथि आउने, यस्तो उसको दृष्टिबाट देख्ने, लोकेश्वरको दृष्टिबाट देख्ने, आमाको दृष्टिबाट देख्ने, छोराको दृष्टिबाट देख्ने हैन, बाको दृष्टिबाट देख्ने, मेरोको दृष्टिबाट देख्ने, यस्तो विचार गर्नु न। अनि हामी थाहा हुन्छ कस्तो रे गरे करुणा पछि बढ्न सक्छ। यो पहिलो कुरा। यो भइसकेपछि मूल कुरा चाहिँ के छ भने बोधि चित्त। तपाईहरु सबै चाहिँ भक्ति गर्छ, हो कि होइन? तपाईहरु नेवारको ठिटीमा बिहान उठेर अनि सामान, पूजाको सामान लिएर, फुलहरु राखेर, चामलहरु राखेर, सिन्दुर राखेर, दीप धूपहरु चढाएर अनि गरेर सबै फोहोर गरिदिन्छ हैन। यस्तो चढाएर राम्रो हो, यो ठिटी एकदम राम्रो हो। किनभने यस्तो चढाउनेमा नचढेको पहिला
मनमा बोधिचित्त अलि भयो भने यो चमल 3 चमल चढायो भने बुद्धको ज्ञान प्राप्त गर्नको लागि चाहिँ फल पाउँछ। यो मनको सोच बोधिचित्त चाहिँ एकदम ठुलो महत्त्वपूर्ण हो। आज मेरो 100 किलो चमल चढायो बोधिचित्त भएन, अहिले बुढी नेवर गएर 3 चामल मात्र के भन्छ हैन, यस्तो गरे फल दियो बोधिचित्तबाट। हो यो 3 फलेको चाहिँ प्राप्त चाहिँ पुण्य चाहिँ झन् ठुलो हुन्छ, किनभने मेरोको मन चाहिँ बोधिचित्त भयो हैन। यो गरे हामी बुद्ध शाक्यमुनिले बोधिचित्त चाहिँ एकदम मूल कुरा ठुलो कुरा हो। कति तपस्या गयो भने बोधिचित्तलाई हेर्नुपर्छ हामी। जस्तै म भयो तपस्यामा बस्यो, कति बस्यो भने मेरो बोधिचित्त चाहिँ शुद्ध छ कि आत्मग्राहसँगै छ। शुद्ध छ भने मेरो तपस्या राम्रो भयो, मेरोको बोधिचित्त चाहिँ आत्मग्राहसँगै मिलेछ भने शुद्ध भएन। यसो गरे विचार गरेर अनि मेरोको तपस्या चाहिँ सफा छ कि छैन आफूले अनुभव हुन सक्छ। धर्म भनेको चाहिँ विश्वास मात्रै होइन, धर्म भनेको चाहिँ अनुभव चाहिँ छ नि। हामीले जस्तै हामीले अनुहार कस्तो देख्छ हैन, हाम्रो शरीर पनि कस्तो छ भने अनुभव हुन सक्छ। मनको पनि हामीले हेर्नुपर्छ, हामीले पनि थाहा हुनुपर्छ, बुझ्नुपर्छ। धर्म भने यही हो। धर्म भने एकदम फरक के पनि छैन। धर्म भनेको चाहिँ मन सफा कस्तो बस्ने, मनको स्वभाव चाहिँ कस्तो हो, मन र मनको स्वभाव चाहिँ कस्तो हो भनेर थाहा हुनुले धर्म भन्छ हैन। तपाईहरुको धेरै समय त हुँदैन, कति समय नपाए बिहान उठ्नेमा बोधिचित्त चाहिँ मनमा सोध्नुपर्छ। बोधिचित्त कसो सोध्नुपर्छ भने मुखबाट मन्त्र पढेको जस्तै पढ्ने, मनबाट तपाईले मुखले बोलेको जस्तै विचार गर्ने, अनि मनबाट विचार गरिसकेपछि मन अन्त हामी मुटुबाट अनि अनुभव हुनुको लागि कोसिस गर्ने। मुटु र मन र तपाईको मुखबाट पढ्ने चाहिँ मिल्यो भने अनि बोधिचित्त ज्ञान चाहिँ प्राप्त गर्छ। पहिला सुरु चाहिँ मुखबाट सुरु गर्ने, मुखबाट सुरु गरिसकेपछि मनले सहयोग गर्ने, मनबाट सहयोग आएपछि अनि मुटुभित्र अनुभव हुने हैन। अनि मुखबाट कसो बोल्नु पर्छ भने प्राणी सबै दुःख र दुःखको कारणबाट छुटेर पहिला। दोस्रो चाहिँ बुद्धको ज्ञान मेरो हामी सबैको मनको स्वभाव बुद्धको ज्ञान प्राप्त गर्नको लागि आज पूजा गर्छु, आज खाना पकाउँछु हैन, आज दीप चढाउँछु, आज धूप चढाउँछु, आज श्रीमान लागि चा बनाउँछु हैन। काम दाम के गरे भने बोधिचित्तबाट सुरु गर्नुभयो भने काम दाम साम के गरे भने सफा शुद्ध हुन्छ। नराम्रो कर्म गरे भने बोधिचित्तको प्रसादले नराम्रो कर्म भने फल चाहिँ ठुलो पाउँदैन। हामीले बोधिचित्तबाट कर्मको कर्म नराम्रो कर्म पनि शुद्ध हुन्छ, सफा हुन्छ। बोधिचित्त चाहिँ धेरै ठुलो कुरा हो अनि सजिलो हो कि हैन। पैसा पनि चाहिँदैन, फ्री हो, फ्री हैन। चा खानेको फ्री होइन, भात खानेले फ्री होइन, सुन्नेमा फ्री होइन, धर्म चाहिँ फ्री हो। तपाईँ विचार गर्दा हामी मन विचार गर्छ नि, 5 मिनट विचार गर्दा मन पनि सफा हुन्छ, शरीर पनि सफा हुन्छ, जीवन पनि शरीर सफा हुन्छ। यो सफा हुनेले फ्री छ, के पनि दाम सम लाग्दैन। विचार मात्रै गर्ने हो। हामी यो आउँदैन हैन। अनि पूजा गरेको फाइदा हुन्छ कि भनेर बाहिरले हेरेर बस्छ। बुद्धले के भन्छ, पूजा पनि गर, मन पनि ठिकाना राख, दुईटै गर हैन। यो गरेर तपाईहरुले बिहान प्राणी सबै दुःख र दुःखको कारण छुटेर
बुद्धको ज्ञान हामी सबैको मानको स्वभाव बुद्धको ज्ञान प्राप्त गर्नको लागि म पूजा गर्छु हैन। तपाईहरु यस्तो बसेको छ हामीले भ्या 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 पापा पापा गर्ने हैन। तपाईहरु सबै के गरे होला के परे होला झुम झुम टाङ टाङ वाउ गर्छ के हो भनेर तपाईहरु पनि थाहा नभए चिनी मान्छेहरुले थाहा छ होला, नयाँ मान्छेले त थाहा छैन के हुन्छ के गर्छ। आयो पूजा गर्यो गयो यसो भन्छ हामी धेरैचोटि चाहिँ। पूजा के गर्यो खोइ, किन गरेको खोइ, लामा आयो पूजा गर्यो खायो गयो। यसो भएन हैन, यसो भएन। अलि विचार गर्नुपर्छ ल। अनि मुखबाट यसो बोल्ने प्राणी सबैको दुःख र दुःखको कारण छुटेर बुद्धको ज्ञान हामी सबै मानको स्वभाव बुद्धको ज्ञान प्राप्त गर्नको लागि प्राणी सबै दुःख र दुःखको कारण छुटेर बुद्धको ज्ञान भनेको चाहिँ हामी सबै मानको स्वभाव बुद्धको ज्ञान प्राप्त गर्नको लागि भनेर यो मुखबाट बोलेर मन पनि बिस्तारै बिस्तारै यो सँगै सँगै जाने भयो भने तपाईको मुटुबाट अनुभव बिस्तारै बिस्तारै आउँछ। यो सबभन्दा ठुलो मूल कुरा चाहिँ यो हो। यो भयो भने धेरै धेरै गर्नु पर्दैन। योबाट जप गरे भने बुद्धको ज्ञान प्राप्त गर्नको लागि। बुझ्यो? बोल्नेले सजिलो गर्नेले अप्ठ्यारो छ हैन। यो डे नम्बर दोस्रो लास्ट चाहिँ तपाईहरु पूजा पाठ गर्छ नि हो कि होइन? बिहान अलि सफा गर्ने, धूप चढाउने, दीप चढाउने, जप गर्ने हैन, यसो गर्छ। गरिसकेपछि चाहिँ जप भने के हो? जप मन्त्र जप भनेको चाहिँ अर्थ चाहिँ यो हो। ओ गुरु पद्मा सम्भव यता आउनु प्रसाद दिनु भनेको। ओम ओम बजार गुरु पद्मा सिद्धिफुङ भन्छ नि। अर्थ के हो भने ओ महागुरु पद्मा सम्भव मैले यहाँ प्रसाद दिनु भनेको हैन। जप गरेर प्रसाद दिनु प्रसाद दिनु प्रसाद करायो 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 1000 चोटि करायो। महान गुरु चाहिँ आउनुभयो अगाडि हैन। हामीले देखे सकेन, देखे नसके भने विश्वास छ भने हो गुरु अगाडि छ भन्ने विश्वास लागेछ कि अनि कस्तरी सिद्धि लिने, कस्तरी अभिषेक लिने। जसै भने जेबै जसले म आऊ आऊ भने आए नि हैन। म आए यता हैन, म त विचार गरेर प्रसाद ल्यायो हैन। गुरु पदमा सम्भव तपाईँ अगाडि आयो, आउनुभयो, आउनु भएर ल मेरो भक्ति गर्ने मेरो छोरी हैन, भक्ति गर्ने मेरो छोरा ल प्रसाद दिन्छु ल के चाहिन्छ भने हात यसो उठाउने हामीले दिनु 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 गरेर बस्यो। गुरुले ल के लिने भने आयो भने दिनु दिनु गरेर मात्रै बस्यो। दिने लिने चाहिँ आएन हो कि होइन भन्दा हो। आज चाहिँ म मूल कुरा चाहिँ कस्तरी अभिषेक, कस्तरी सिद्धि, कस्तरी प्रसाद, कस्तरी ज्ञान लिनुपर्छ भने महागुरु पदमा पहिला मूल कुरा हामी सबैको मानको स्वभाव हामी सबै है केटी केटा के छैन फरक छैन। नरकमा बसेको के भन्छ प्राणी र सुखवतीमा बस्नुको प्राणीको मानको स्वभाव एउटै हो। बुद्धि ज्ञान मान चाहिँ फरक छ। ऊ चाहिँ क्रोधी भएर नरकमा गयो, अर्को चाहिँ महाकरुण भएर सुखवतीमा पुग्यो। मानले फरक गरिदियो, स्वभावले फरक गरेको होइन। बुझ्यो? मानको स्वभाव सबै बुद्ध हो, बुद्ध हो। यो हो कि होइन प्रश्न उठाउनु पर्दैन। होइ हो, बुद्धले बनाएको होइन, हामीले बनाएको होइन। के हो यो? पहिलादेखि नै हामीको मानको स्वभाव चाहिँ बुद्धै हो। किन हामी दुःख भयो भने मनले मानको स्वभाव देखेन,
मानले बनाएको मात्रै पछि गएर त्यही दुःख भएको। ऊ चाहिँ मैले दुःख दियो भनेर रोयो। अनि मनले बनायो गयो। संसार भनेको यसो मन यसो गएको हो। मनको स्वभाव चाहिँ सफा शुद्ध, पहिलादेखि नै ज्ञानी, पहिलादेखि नै बुद्धको ज्ञान, पहिलादेखि नै सफा, पहिलादेखि नै होइन, पहिलादेखि भने पहिला कहिले है सफा शुद्ध है नभए महान गुरु आउनुभयो अगाडि गुरु पद्मा सम्भव होइन। गुरु चाहिँ गुरु मात्र होइन, तपाईँ तारा पूजा गर्नुभयो भने, लोकेश्वर पूजा गर्ने हो न, अमिताभ पूजा, गणेशको पूजा गरे हो न, लक्ष्मीको पूजा गरे, के पूजा गरे भने देवता होस्, देवी होस्, बुद्ध होस्, गुरु होस् होइन, जम्बाला होस्, यो सबै बुद्धको सबै चाहिँ ज्ञान चाहिँ बुद्धको ज्ञान चाहिँ एउटै हो, फरक होइन। रूप चाहिँ मात्रै फरक देखाएको मात्रै हो। बुद्धको स्वभाव, बुद्धको ज्ञान सबै एउटै हो भन्ने विचार गरेर लोकेश्वर सम्झे पनि लोकेश्वर मात्रै होइन, लोकेश्वर पनि तपाईँ हो, बुद्ध पनि तपाईँ हो, गुरु पनि तपाईँ हो, महाकाला पनि तपाईँ हो। तीन समयको बुद्ध, पहिलाको बुद्ध, अहिलेको बुद्ध, पछिको बुद्ध सबै तपाईँ हो। तारा देवी पनि तिमी हो। तब सबै तपाईँको एक रूपमा, लोकेश्वरको रूपमा सबै बसेको छ भने, तपाईँले यस्तो भक्ति छ भने, एक पूजाले, एक जापले सबै बुद्धको प्रसाद, सबै बुद्धको ज्ञान, सबै बुद्धको महाकरुणा, सबै बुद्धको सिद्धि तपाईँले पाउन सक्छ। हामी कस्तो गर्छ, आज लक्ष्मीको पूजा, बुद्धको पूजा होइन, भोलि बुद्धको पूजा, लक्ष्मी पूजा होइन। यस्तो फरक गरिदियो। पर्सा चाहिँ लक्ष्मी आयो, लक्ष्मी पूजा अलि, लक्ष्मीको सिद्धि अलि पायो, बुद्ध भोलि बोलाउने। हामी मान्छेको बोलाएको जस्तै गर्छ, हो कि होइन विचार? आज बा बोलाउँछु, भोलि चाहिँ आमा बोलाउँछु, पछि चाहिँ दिदी बोलाउँछु, यस्तो मान्छे भेटेको जस्तै मनले यो 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 भन्ने आत्मग्रह छ नि। आत्मग्रह भनेको चाहिँ तिमीको आत्मा कुरा, तिमी मेरो आत्मा भने अर्मी यसो छैन। बुद्ध भएको चाहिँ आत्मग्रह नभएले बुद्ध हो, बुझ्यो? अनि बुद्ध सबैको ज्ञान चाहिँ एउटै हो। यो भएर तपाईँ महान गुरुको जप गर्ने हो भने बुद्ध सबैको जप गरेको एउटै हो, बुझ्यो? अनि कस्तो सिद्धि लिने यो कुरा आयो है, मूल कुरा आज। पहिला चाहिँ प्राणी सबैको दुःखको कारण छुटेर बुद्धको ज्ञान, हामी सबैको स्वभाव बुद्धको ज्ञान चाहिँ प्राप्त गर्नको लागि मुखबाट बोल्ने, मनबाट विचार गर्ने, अनि मुटुबाट बिस्तारै विकास बिस्तारै परिवर्तन हुन्छ। परिवर्तन भएपछि अनि तपाईँको यसको बोधिचित्तको ज्ञानबाट यस्तो हेर्नुभयो भने तल बस्नेको मान्छे, माग्ने मान्छे हुन्छ नि त, माग्ने मान्छे यस्तो गरेर हुन्छ नि, तपाईँको दृष्टिले, बोधिचित्तको दृष्टिले हेऱ्यो भने उसको स्वभाव देख्छ। उसको स्वभाव के हो? बुद्ध हो, बुद्ध देख्छ। तिमी अङ्गले के देख्छ? आत्मग्रह भएको मान्छे एउटाले पैसा दिनु पनि देख्छ। बोधिचित्तको दृष्टिले देख्यो भने उसको मनको बुद्ध चाहिँ, स्वभाव बुद्ध चाहिँ तपाईँले देख्छ। देखिसकेपछि तपाईँले 5 रुपियाँ दियो भने मान्छेले 5 रुपियाँ दिएको होइन, बुद्धको स्वभाव भएको योले चढाएको हो, बुझ्यो है? यो बिस्तारै आउँछ, तपाईँले विचार गर्नुपर्छ। हामीको बानी छैन, हामीले बानी के छ? मानको स्वभाव बुद्धको ज्ञान देख्नेको बानी छैन। मानको आत्मग्रह भएको मानको बानीको अङ्क चाहिँ दृष्टि चाहिँ हामीले धेरै छ, बानी हो। यो नम्बर 1। नम्बर 2 चाहिँ गुरु पद्मा सम्भव आउनुभयो, ल अगाडि आयो यस्तो
ल मेरो छोरी के चाहिन्छ सिधिदिनु सिधिदिनु गुरु rinpoche ल म यहाँ छ लिन के चाहिन्छ दिनु दिनु गरेर बस्यो लिन आएन हो महान गुरु यसो लिनुपर्छ पहिला कुरा ओ महागुरु म खुसी भए पनि तपाईँ दुःख भए पनि तपाईँ म नरकमा पुगे पनि तपाईँ म सुखवादीमा पुगे पनि तपाईँ है म परिवार सबैले दया माया दिए पनि तपाईँ परिवार सबै एकचोटि भएर म निकाले पनि तपाईँ हैन दुख सुख खानपान राम्रो नराम्रो सुख दुःख राम्रो नराम्रो के भए पनि जीवनमा मेरो के छैन गुरुपदमा सम्भव तपाईँ हो पहिलो कुरा दोस्रो कुरा महागुरुपदमा सम्भव आशीर्वाद दिनुस् पैसा गरे गुरुको यहाँबाट है यहाँबाट सेतो रोशनी आयो आयो भनेर सोध्नु पर्छ विदेशी जसरी होइन साँच्चै आउँछ भन्ने कुरा सोध्छ हेत तेरे यस्तो कुरा भने सोध्नु हुने आयो भने त आउँछ आयो होला भने आयो होला नेपालीमा यस्तो धेरै छ होला हुन्छ कि भोलि गर्छु पर्सि गर्छु यस्तो हुँदैन आयो भन्ने विचार गर्नुपर्छ आयो रोशनी आयो आएर मेरो यहाँमा गयो हैन यो गएपछि मेरोको शरीरको नराम्रो कर्मको भएको सबै बाधाहरू सबै सफा भयो गुरु रिम्पोछेको प्रसाद गुरु रिम्पोछेको काया भने शरीर काया वज्रको प्रसाद पायो भनेर यहाँ सेतो भयो है प्रसाद पायो सिद्धि प्राप्त गर्यो शरीरको यहाँबाट रातो रातो रोशनी गुरुबाट आयो हैन मेरो यहाँ गयो मेरोको मुखबाट बोलेको नराम्रो काममा बाधाहरू सबै सफा भयो गुरुको वाक्का वज्रको वाक्का वज्र भन्छ नि वाक्का वज्रको प्रसाद सिद्धि प्राप्त गर्यो भने पायो गर्ने पायो भने नेपाली भन्छ पायो भने पायो होला यसो भन्छ होला कहाँ भने होला छोड्दिने अहिले यहाँ सिद्धि प्राप्त गर्ने होला हुँदैन पायो भनेर बस्नुपर्छ पायो हो यसो भन्नुपर्छ हो पायो भने पायो होला पायो होला 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 भने कहिले गर्ने अहिले पनि आउँदैन पायो नभए तेस्रो यहाँबाट मुटुबाट निलो निलो रोशनी गुरुबाट आयो यहाँ भयो यहाँ भइसकेपछि चाहिँ मेरोको मनले मन हो यो मनले सोच नराम्रो कर्म बाधा सबै सफा भयो गुरुको ज्ञान गुरुको मनको वज्र चाहिँ चित्त गुरु चित्तको वज्र चाहिँ सिद्धि प्रसाद मलाई पायो यहाँबाट हरियो रोशनी आएर गुरुबाट आएर मेरोको यहाँ गयो किन हामी सानो बजा आमाको पेटमा पहिला दिन बस्छ नि पहिला दिन हात खुट्टा टक्क के पनि हुँदैन पहिला के हुन्छ नाइट्रोको चाल खाँचेरो नासा नाइट्रोको नासा चाहिँ पहिला आउँछ यहाँबाट सुरु गरेर अनि बिस्तारै यस्तो गोलो 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 हुन्छ अनि 4 हप्ता हो कि 5 हप्ता हो कि यस्तो 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 सेप के भन्छ हामी चन्द्रमा जस्तै हुन्छ अनि बिस्तारै अनि बेकोते छ नि बेको जस्तै हात खुट्टा अलि आउँछ अनि बिस्तारै मुख नाक सबै आउँछ अनि 7 महिना भएर अलि फुलेर आउँछ अनि यस्तो बक्सिङ गर्छ अनि 9 महिनापछि अनि बाहिर कराएर आउँछ हैन हो यो नाइट्रो चाहिँ सबभन्दा ठुलो मान्छ हामीले भएर अनि गुरुकोबाट हरियो रोशनी आएर यस्तो गरे यहाँ गयो
यहाँको हामीको मानको स्वभाव नदेखेर अहिले त यस्तो भइसकेको छ। मानको स्वभाव ज्ञान, बुद्धको ज्ञान चाहिँ देख्नुको लागि आशीर्वाद दिनुस्। मानको स्वभाव बुद्धको ज्ञानले तपस्या गर्नुको लागि प्रसाद दिनुस्, सिद्धि दिनुस् भनेर यहाँ हरियो रोशनी आएर यहाँको मानको स्वभावले नदेख्नेको अज्ञान बाधाहरू सबै सफा भयो भनेर अनि यसो गरे। यो चाहिँ सिद्धि लिने चाहिँ यो हो। ओमा बजन गुरु बेमा सज्यौ, ओमा बजन गुरु बेमा सज्यौ भने ओ मा गुरु आउनु सिद्धि दिनु भने कराइसकेपछि चाहिँ बुद्ध महान गुरु आउनु भयो। आउनु भएपछि गुरु खुसी भए भने तपाईँ हो, दुःख भए भने तपाईँ हो भनेर अनि यहाँबाट सेतो रोशनी आयो, यहाँ गयो। रातो रोशनी यहाँ आयो, यहाँ गयो। नीलो रोशनी यता आयो, यता गयो। हरियो रोशनी आयो, यता गयो, सफा भयो। काया वज्रा, वक्का वज्रा, चित्त वज्रा, ज्ञान वज्रा, 4 वज्रको प्रसाद पायो हैन। योले हामीले 4 अभिषेक भन्छ। अभिषेक यो वज्रको तन्त्रमा सबभन्दा ठुलो मानिन्छ यही हो। तपाईँ यो चाहिँ अभिषेक चाहिँ गुरुबाट लिनुहुन्छ, बुद्धबाट लिनुहुन्छ, तारा देवीबाट लिनुहुन्छ हैन। लिइसकेपछि चाहिँ गुरु अगाडि छ नि, कहाँ जान्छ? पहिला चाहिँ गुरु आउनु भयो, दुःख सुख के भयो तपाईँ हो भलिसक्यो, अनि अभिषेक लिइसक्यो है। नम्बर तेस्रो चाहिँ गुरु चाहिँ कहाँ जान्छ? हामीले भन्छ गुरु चाहिँ उता आउनुको सुखवादीमा जान्छ कि भन्ने सोच होइन। गुरु चाहिँ आएर यसो आएर सिद्धि गयो भने हुन्छ, यहाँबाट भित्र गयो भने हुन्छ। दुइटै के हुन्छ, बिस्तारै यस्तो गएर गुरु चाहिँ महान गुरु पदमा सम्भव यता भित्र जानु भएर हाम्रो मानको स्वभाव ज्ञानमा गुरुपदमा सम्भव बस्नु भएर मेरो मानको स्वभाव र बुद्ध महान गुरुपदमा सम्भवको ज्ञान चाहिँ एउटै भयो, एक भयो। यो एउटै एक चाहिँ पहिलादेखि नै एउटै हो, अहिले फरक देखेर मात्र हो, अहिले फरक छैन, एउटै भयो भनेर एउटै भयो भने बस्नुपर्छ। भित्र गएर यहाँ बस्यो, यहाँ यहाँ रोक्यो भने हुँदैन। भित्र आयो, गएर मनको स्वभावमा बस्नुभयो अनि पूजा पाठ तपस्या ध्यान यहाँबाट ध्यान गर्ने। हामी समाधि बस्ने, विपश्यनाको समाधि होस्, वज्रयानको समाधि होस्, महाकारुण्यको समाधि होस्, जप गरेर समाधि होस्, के समाधि गरे भने यहाँबाट सुरु गरेर समाधि बस्ने। बुझे है? 2 मात्रै छ। पहिला चाहिँ मनको सोच विचार सानो करुणाबाट सुरु गरेर बोधिचित्त सफा छ कि छैन हेरेर मुखबाट बोल्नु पर्ने। पहिला मनले विचार गर्ने, अनुभव मनको मुटुभित्रको अनुभव हुने। पहिला कसो सुरु गर्ने? प्राणी सबैको दुःख र दुःखको कारण छुटिएर बुद्धको ज्ञान, हामी सबैको मनको स्वभाव बुद्धको ज्ञान प्राप्त गर्नको लागि यो मन्त्र 10 पढ्नु पर्ने पहिला। नम्बर दोस्रो महत्त्वपूर्ण कुरा चाहिँ गुरुबाट अभिषेक सिद्धि प्रसाद कसो लिनुपर्छ भने गुरुको जप गर्ने। जप गरिसकेपछि गुरु पदमा सम्भव चाहिँ बुद्ध सबै चाहिँ तपाईँ हो, गुरु सबै तपाईँ हो भनेर सोचिसकेपछि चाहिँ गुरु खुसी भए पनि तपाईँ, दुःख भए पनि तपाईँ, सुख भए पनि यसो भइसकेपछि गुरु यताबाट सेतो रोशनी, यताबाट रातो रोशनी, यताबाट मुटुबाट नीलो रोशनी, नेटोबाट हरियो रोशनी। योले काया वज्र, वाक्क वज्र, चित्त वज्र, ज्ञान वज्र भनेर 4 वज्र
अभिषेक लिइसकेपछि चाहिँ गुरु चाहिँ बिस्तारै गएर यहाँ सुरु भएर गुरु होस्, अमिताभ होस्, लोकेश्वर होस्, लक्ष्मी होस्, हो तारा देवी होस्, के फरक पर्दैन, यो आएर मेरो मुटुमा मेरो मनको सुबहमा बस्नुभयो, पहिलादेखि नै छ, अहिले फरक छैन भनेर अनि यस्तो गरेर अलि बस्नुपर्छ। यहाँबाट सुरु गर्ने ल। अनि आज चाहिँ यहाँ मात्रै हो, अलि यसो गर्ने पूजा गर्ने यस्तो अलि यस्तो पूजा गर्ने यस्तो छ भने पहिलादेखि नै चिने मान्छे चाहिँ तपाईँहरू पूजा धेरै गर्छ, अलि धेरैचोटि गर्ने भने मेरो आँखा कहाँ हेरेको सबै गुरु हो, कानले सुने सबै गुरुको मन्त्र हो, मनमा तन मन अनुभव के भयो भने गुरुको ज्ञान हो भनेर विचार गर्ने सबभन्दा ठुलो हो। यो चाहिँ पछि ल, पहिला तपाईँहरू सुरुमा यो मन्दिर गर्ने होइन, अलि यो गुरुयोग धेरै गरिसकेपछि चाहिँ अनि मेरो कहाँ हेऱ्यो भने गुरु हो, मेरो कहाँ के सुन्यो भने गुरुको मन्त्र हो, मेरोको मन तन मन के मनमा सोच आयो गुरु हो भने विचार गरेर बस्नुपर्छ। अनि बिस्तारै राम्रो हुन्छ ल। एक दिनमा त राम्रो हुँदैन, किन हामी बानी धेरै छ होइन, बिस्तारै राम्रो हुँदै जान्छ। अनि एकचोटि म उदाहरण भन्छु, हामी